हजुरहरुमा चाहिँ आज मैले फरक तरिकाको नयाँ भिडियो ल्याएर चाहिँ मेरो युट्युब च्यानल मार्फत उपस्थित भइसकेको छु। ल आज चाहिँ यसो बाहिर घुम्ने क्रममा चाहिँ भिडियो नयाँ ल्याएर उपस्थित भएको छु साथीहरु। पक्कै पनि हेरेर साथ दिनु होला। देख्न सक्नुहुन्छ यो चाहिँ तपाईको क्रोएसियाको जाग्रेब सिटी भन्दा अलिकति टाढा भिलेज साइड हो, जहाँ पनि यो सानो टाउन छ बजार ल्याएर चाहिँ मेरो युट्युब च्यानलमा उपस्थित हुने गर्दथे र आज पनि तपाईहरु हेलो गाइस, दर्शन नमस्ते। सम्पूर्ण साथीहरुमा चाहिँ दर्शन नमस्ते भन्न चाहन्छु र हजुरहरु पनि सन्चै आराम कुशलै हुनुहुन्छ होला सायद, र म पनि सन्चै आराम कुशलै छु। र हजुरहरुमा चाहिँ फेरि पनि आज लङ टाइम आफ्टर अर्थात् धेरै समय पछि चाहिँ मेरो युट्युब च्यानल मार्फत नयाँ भिडियो ल्याएर चाहिँ म उपस्थित भएको छु। पक्कै पनि सम्पूर्ण साथीहरुले चाहिँ मेरो भिडियो हेरिदिनु हुन्छ भन्ने एकदमै धेरै आशा छ र आज तपाईहरुले मैले फरक तरिकाको भिडियो ल्याएर उपस्थित भएको छु। र यदि तपाई चाहिँ मेरो च्यानलमा जोडिनु भएको छैन भने पक्कै पनि जोडिदिनु होला र मेरो सँगसँगै मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला र सँगसँगै मेरो यदि युट्युब च्यानलको पुरानै मेम्बर नै हुनुहुन्छ भने पनि मेरो भिडियोलाई लाइक कमेन्ट र शेयर गरिदिनुहुन्छ भन्ने एकदमै धेरै आशा छ। र तपाईहरुमा चाहिँ आज मैले फरक तरिकाको नयाँ भिडियो ल्याएर चाहिँ हाल क्रोएसियाबाट चाहिँ उपस्थित भएको छु र सधैँ पनि तपाईहरुमा चाहिँ मैले डिफरेन्ट प्रकारको अर्थात् फरक तरिकाको चाहिँ भिडियो ल्याएर चाहिँ मेरो युट्युब च्यानल मार्फत उपस्थित हुने गर्दथे। सो आज पनि तपाईहरुमा चाहिँ फरक तरिकाको भिडियो ल्याएर म उपस्थित भएको छु युरोपको क्रोएसियाबाट है। भिडियो सुरु हुनुभन्दा पहिले मैले तपाईहरुलाई अघि पनि भनिसकेको छु, म हाल क्रोएसियाबाट अर्थात् युरोपको 2023 जनवरी 1 देखि चाहिँ तपाईको सेन्जेन एरिया अर्थात् युरोपको सेन्जेन एरिया घोषित भएको ठाउँ क्रोएसियाबाट चाहिँ म उपस्थित भइसकेको छु। र तपाईहरुमा चाहिँ मैले सधैँ पनि चाहिँ क्रोएसियाबाट चाहिँ पोजिटिभ अर्थात् नेगेटिभ अर्थात् हैन सकारात्मक तथा नकारात्मक कुराहरु चाहिँ को भिडियो चाहिँ ल्याएर उपस्थित हुने गर्दथे, वास्तविक भिडियोहरु। र आज पनि तपाईहरुमा चाहिँ मैले वास्तविक भिडियो ल्याएर चाहिँ मेरो युट्युब च्यानल मार्फत उपस्थित भएको छु। र यदि तपाई चाहिँ क्रोएसिया आउँदै हुनुहुन्छ र क्रोएसिया चाहिँ आउने सोचमा हुनुहुन्छ र सँगसँगै क्रोएसिया चाहिँ आउनका लागि चाहिँ तपाईले चाहिँ एप्लाई गरेर बस्नु भएको छ र क्रोएसिया आइसक्नु भएको छ भने पनि तपाईहरुमा चाहिँ मैले चाहिँ सामान्य सल्लाह अर्थात् मैले जानेका वास्तविक कुराहरु चाहिँ तपाईहरुमा चाहिँ शेयर गर्ने गर्दछु मेरो युट्युब च्यानलको भिडियोहरुमा। र आज पनि तपाईहरुमा चाहिँ मैले हाल क्रोएसियाबाट अलिकति फरक तरिकाको भिडियो ल्याएर उपस्थित भएको छु। पक्कै पनि तपाईले हेरेर साथ दिनु होला। भिडियो सुरु हुनुभन्दा पहिले देख्न सक्नुहुन्छ यो एरिया भनेको चाहिँ तपाईको चाहिँ एउटा क्रोएसियाको तपाईको सिटी सेन्टर भन्दा चाहिँ 20-21 किलोमिटर टाढा रहेको एउटा भिलेज साइट हो, जहाँ चाहिँ म भिडियो बनाउनको लागि उपस्थित भएको छु। र सँगसँगै तपाईहरुमा चाहिँ फरक तरिकाको भिडियो ल्याएर उपस्थित भएको छु। र क्रोएसियाको बारेमा सबैभन्दा सुरुमा थोरै म चर्चा गर्न चाहन्छु। क्रोएसिया कस्तो ठाउँ हो र क्रोएसियामा चाहिँ हामी नेपाली दाजुभाइ दिदीबहिनीहरु चाहिँ कतिको चाहिँ बसोबास गर्दै आएका छौं, कस्ता कामहरु चाहिँ गर्दै आएका छौं, यसको बारेमा थोरै भन्न चाहन्छु। क्रोएसिया चाहिँ एउटा तपाईको स्मल कन्ट्री हो, एउटा पर्यटकीय ठाउँ अर्थात् पर्यटकीय देश हो र धेरै भन्दा धेरै चाहिँ तपाईको क्रोएसियामा चाहिँ प्रमुख गरेर चाहिँ घुम्न आउने मान्छेहरु हैन चाहिँ भनौं एउटा टुरिस्ट एरिया भएको ठाउँ भएर चाहिँ घुम्न आउने मान्छेहरु एउटा टुरिस्ट एरिया हो। र सँगसँगै क्रोएसिया एउटा स्मल कन्ट्री भनिहाले र सँगसँगै तपाईको यहाँको गभर्नमेन्ट र सँगसँगै यहाँको कन्ट्री चाहिँ सामान्यतया अलिकति भनौं डेभलप भएकै ठाउँ हो। र सँगसँगै हामी नेपाली दाजुभाइ दिदीबहिनीहरु पनि धेरै भन्दा धेरै चाहिँ अहिले तपाईको क्रोएसिया चाहिँ एउटा रोजाइ परिसकेको छ र धेरै भन्दा धेरै चाहिँ हामी क्रोएसियामा चाहिँ काम गर्नका लागि आइसकेका छौं। र अहिलेको तथ्याङ्क हेर्ने हो भने लगभग 20,000 देखि लिएर 30,000 को बीचमा लगभग चाहिँ अहिले हाम्रो
नेपाली दाजुभाइ दिदीबहिनीहरूको जनसङ्ख्या चाहिँ हामी क्रोएसियामा देख्न सकिन्छ। र कामको सिलसिलामा चाहिँ यहाँ चाहिँ क्रोएसियामा चाहिँ हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू चाहिँ विभिन्न देशबाट चाहिँ आउने गर्दछन्। जस्तै कतारबाट काम गर्दै गर्नुभएको दिदीबहिनीहरू पनि दाजुभाइ पनि यता आउनुहुन्छ र सँगसँगै दुबईबाट र सँगसँगै नेपालबाट र विभिन्न देशबाट पनि आउने गर्दछन् होइन। र सँगसँगै म पनि नेपालबाट नै क्रोएसिया आएको हो भन्नुपर्छ है। र सँगसँगै क्रोएसियाको बारेमा भन्नुपर्दा नर्मल एउटा कन्ट्री हो, एउटा भनौँ डेभलप भएको कन्ट्री हो र रोजगारको कुरा गर्ने भने रोजगारहरू नेपालीहरूलाई र अरू देशको मान्छेहरूलाई पनि दिइराखेको एउटा कन्ट्री हो है। र आज तपाईँहरूमा चाहिँ मैले फरक तरिकाको भिडियो चाहिँ सधैँ पनि ल्याउँदा आज पनि तपाईँहरूमा चाहिँ मैले क्रोएसियाबाट चाहिँ फरक तरिकाको भिडियो ल्याएर उपस्थित भएको छु। र आजको टपिक्स चाहिँ तपाईँहरूलाई यदि तपाईँ क्रोएसिया आउँदै हुनुहुन्छ, क्रोएसिया आउने सोचमा हुनुहुन्छ र क्रोएसियामा आएर चाहिँ काम गर्ने सोचमा हुनुहुन्छ भने चाहिँ तपाईँ क्रोएसिया चाहिँ कुन सिजन अर्थात् कुन समयमा आउँदा ठिक हुन्छ, बेटर हुन्छ र सँगसँगै चाहिँ कस्तो कामहरू चाहिँ सिकेर आउँदा चाहिँ बेटर हुन्छ, राम्रो हुन्छ भन्ने बारेमा चाहिँ थोरै मैले यहाँको वास्तविक कुराहरू जाने बुझेका कुराहरू तपाईँहरूलाई चाहिँ भन्न गइरहेको छु। यस्ता यस्ता कामहरू चाहिँ तपाईँहरूले भनौँ न सिकेर आउनुभयो र यस्तो सिजनमा आउनुभयो भने चाहिँ यहाँ चाहिँ बेटर हुन्छ। यो चाहिँ मैले वास्तविक कुरा तपाईँहरूमाझ राख्न चाहन्छु। आजको टपिक्स भनेको यसैमा तपाईँहरूमाझ चाहिँ चर्चा गर्नेछौँ। ढिला नगरिकन तपाईँहरूमाझ चाहिँ आजको टपिक्सतिर हामी जानेछौँ। र यदि तपाईँ चाहिँ क्रोएसिया आउँदै हुनुहुन्छ र आउने सोचै बनाइराख्नु भएको छ र तपाईँले चाहिँ एप्लाई गरेर बस्नु भएको छ भने र विशेष गरेर चाहिँ तपाईँ सबैभन्दा सुरुमा कुन समय अर्थात् कुन सिजनमा आउँदा चाहिँ तपाईँ चाहिँ बेटर हुन्छ अर्थात् ठिक हुन्छ त भन्ने बारेमा चाहिँ जाउँ। तपाईँको चाहिँ क्रोएसिया चाहिँ एउटा नर्मल्ली कन्ट्रीमा हो र सँगसँगै यहाँ चाहिँ सिजन अर्थात् अफ सिजन अर्थात् दुई उमा चाहिँ विभाजन हुन्छ। जस्तै नेपालमा पनि त्यही हो, जाडो र तपाईँको गर्मी मौसम नेपालमा पनि हुन्छ, यहाँ पनि त्यस्तै छ। यहाँ चाहिँ तपाईँको हिउँदो र बर्खा। जस्तै यो यहाँ चाहिँ तपाईँको हिउँदो महिनामा जाडो महिनामा र सँगसँगै बर्खाको समयमा चाहिँ कुन आउँदा चाहिँ बेटर होला भन्ने यो तपाईँको जिज्ञासा तपाईँले सोचिराख्नु भएको होला होइन। यहाँ चाहिँ तपाईँ विशेष गरेर आउँदै हुनुहुन्छ भने मैले अघि पनि तपाईँहरूमाझ भनिसकेको छु, एउटा पर्यटकीय ठाउँ हो, एउटा भनौँ एउटा टुरिज्म एरिया हो यो क्रोएसिया चाहिँ। र यहाँ चाहिँ अलिकति सिजनको टाइममा चाहिँ अलिकति धेरै चाहिँ तपाईँहरूको चाहिँ होइन सिजनको टाइममा चाहिँ आउँदा ठिक हुन्छ र सँगसँगै कुन सिजनमा आउँदा चाहिँ अलिकति राम्रो हुन्छ भनेर भन्दा चाहिँ तपाईँको यहाँ चाहिँ अलिकति सिजनल एरिया परेको हुनाले गर्दा चाहिँ जाडो मौसममा चाहिँ धेरैभन्दा धेरै चाहिँ यहाँ चाहिँ तपाईँको पर्यटकहरू नआउने र सँगसँगै यहाँ चाहिँ हिउँ पर्ने होइन र सँगसँगै यहाँ चाहिँ बाहिरको कामहरू नहुने, एग्रिकल्चरको कामहरू नहुने प्रायःजसो होइन धेरै जसो। अनि त्यहाँदेखि बाहिरको कामहरू जति पनि भएको कामहरू चाहिँ नहुने भएको कारणले गर्दा चाहिँ एकदमै धेरै कठिनाइ हुन्छ क्रोएसियामा होइन। यो हिउँ पर्ने जाडो समयमा र काम पनि त्यति धेरै पाउँदैन, मुस्किल हुन्छ पाउनको लागि र भित्री काम पाउनको लागि चाहिँ अलिकति मुस्किल हुन्छ र पाए पनि कमी मात्रामा मात्रै पाइन्छ होइन, धेरै मात्रामा पाइँदैन। र त्यही भएर चाहिँ तपाईँहरूलाई के भन्न चाहन्छु भने कुन सिजनमा आउँदा बेटर होला त होइन। र यदि तपाईँ आउँदै हुनुहुन्छ भने आउनु सोचैमा बनिराख्नु भएको छ भने तपाईँहरू गर्मी समयमा आउनुहोस्। अलिकति गर्मी समय त्यो समय भनौँ एउटा बर्खाको समय भनौँ, यो गर्मी समयमा आउनुभयो भने जस्तै यो गर्मी समय भनेको तपाईँको यो अप्रिल मे जुन जुलाई अगस्त यस्ता समयहरूमा चाहिँ यो 6 महिनाको बिचमा चाहिँ तपाईँ आउनुभयो भने चाहिँ एकदमै रमाइलो हुन्छ अर्थात् कामहरू पनि एकदमै धेरै मात्रामा पाउने चान्सेस अथवा पाइरहेको हुन्छ। किनकि यहाँ गर्मी मौसममा चल्ने भनेको कामहरू भनेको तपाईँ एग्रिकल्चर भयो, कन्स्ट्रक्सन लाइन बाहिर, एग्रिकल्चर बाहिर, गाडी लाइनको तपाईँको पर्यटक आइसकेपछि पर्यटकहरू घुम्न आइसकेपछि गाडी लाइनहरू चलाउनेहरूको लागि पनि सुविधा हुन्छ। होटल लाइनहरू पनि अलिकति सिजनमा अलिक मजाले चल्छ। त्यसै कारणले गर्दा तपाईँ आउँदै हुनुहुन्छ भने नम्बर 1मा यदि तपाईँ कुन सिजनमा आउने भनेर तपाईँले सोच्नु भएको छ भने चाहिँ अलिकति गर्मी मौसम अर्थात् यही मार्च अप्रिल होइन मे जुन जुलाई यस्ता समयमा आउनुभयो भने चाहिँ तपाईँ बेटर हुन्छ है भन्न चाहन्छु। र जाडो समयमा चाहिँ एकदमै धेरै मुस्किल हुने गर्दछ क्रोएसियामा
र नम्बर 1 मा भयो। र सँगसँगै तपाईँ चाहिँ कस्तो काममा हैन, कस्तो काममा चाहिँ आउँदा बेटर होला क्रोएसियामा, र कस्तो काम सिकेर आउँदा चाहिँ ठिक होला हैन, यो तपाईँले मैले भनिराखेको छु अघिदेखि नै। यो चाहिँ मैले देख्दा चाहिँ तपाईँ कामहरू प्रायःजसो गर्नुहुन्छ, तर तपाईँले अलिकति कामहरू सिकेर आउँदा बेटर हुन्छ। र कस्तो कामहरू सिकेर आउँदा बेटर हुन्छ भन्दा चाहिँ तपाईँले अब भन्नै पर्दा अब यदि तपाईँ गाडी चलाउनु जान्नुहुन्न भने गाडीको लाइसेन्स झिकेर गाडी चलाउन सिकेर चाहिँ तपाईँ आउनुभयो भने चाहिँ अलिकति केही मात्रामा चाहिँ कामहरू पाइन्छ। र सँगसँगै तपाईँ कन्स्ट्रक्सन लाइनमा यदि काम गर्नुहुन्छ भने कन्स्ट्रक्सन लाइनको कामहरू पनि सिकेर आउनुभयो भने एकदम बेटर होला। र सँगसँगै तपाईँ होटल लाइनको पिज्जा हैन, त्यहाँदेखि बर्गरहरू यस्तोहरू बनाउनुहुन्छ, कफीहरू बनाउनुहुन्छ भने यसको चाहिँ ट्रेनिङ प्राप्त गरेर यदि तपाईँ बनाउनु पर्फेक्ट हुनुहुन्छ भने यस्तोमा आउनुभयो भने झन् राम्रो हुन्छ। र सँगसँगै तपाईँ चाहिँ एक्सकाभेटर भयो, जेसिबी हैन, ट्रक ड्राइभर, यस्ता विभिन्न कामहरू चाहिँ तपाईँले चाहिँ सिकेर आउनुभयो भने चाहिँ एकदमै धेरै बेटर र एकदमै धेरै राम्रो हुन्छ है। यस्ता कामहरू सिकेर आयो भने चाहिँ भोलिको दिनमा कामहरू नपाउँदा पनि इमर्जेन्सी कामको एउटा भनौँ सिप छ भने इमर्जेन्सी काहीँ न काहीँ चाहिँ मजाले काम गरेर चाहिँ आफ्नो गुजारा चलाउन सकिन्छ, कमाउन सकिन्छ भन्न चाहन्छु। र तपाईँहरू पनि यदि आउँदै हुनुहुन्छ भने यस्तै कामहरू सिकेर आउनु होला। र सँगसँगै तपाईँ कुन सिजनमा आउने भन्ने कुरा पनि तपाईँलाई मैले भनिसकेँ। यो सिजनमा आउनु एकदमै बेटर हुन्छ, जुन सिजन भनेको चाहिँ गर्मी समय अर्थात् बर्खा समयमा आउनुभयो भने चाहिँ एकदमै राम्रो हुन्छ है। र तपाईँहरू कताबाट हेर्दै हुनुहुन्छ होइन, कुन देशबाट हेर्दै हुनुहुन्छ, यदि तपाईँलाई मेरो भिडियो कस्तो लाग्यो, तपाईँलाई मैले यदि सल्लाह सुझाव दिँदा तपाईँलाई यो भिडियो कस्तो लाग्यो, यदि मन पर्यो भने कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ। र तपाईँको जिज्ञासा छ भने पनि जिज्ञासा पनि कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ, किनकि तपाईँहरूलाई म त्यो कमेन्टको रिप्लाई पनि अवश्य गर्नेछु। भन्दै आजको भिडियो कस्तो लाग्यो, तपाईँलाई मन पर्यो भने लाइक, कमेन्ट र सेयर गर्न नभुल्नु होला भन्दै छुटौँ, बाइ बाइ। र म के भन्न चाहन्छु भने यदि तपाईँ क्रोएसिया आउने हुनुहुन्छ भने धेरै मात्रामा चाहिँ अहिले चाहिँ हाम्रो भनौँ एजेन्टहरू, दलालहरूले चाहिँ धेरै साथीहरूलाई चाहिँ ल्याएर चाहिँ यहाँ चाहिँ कामहरू नदिएको, फसाइराखेको र सँगसँगै पैसाहरू वसुलेर भिजाहरू नलाइदिएको, रिजेक्टहरू भएको होइन, यस्ता विभिन्न घटनाहरू चाहिँ तपाईँले चाहिँ देख्न सकिन्छ। क्रोएसियामा चाहिँ लगभग 25-30% चाहिँ मान्छेहरूको चाहिँ त्यस्तो भइरहेको छ। र तपाईँ यदि आउँदै हुनुहुन्छ भने चाहिँ एकदमै ध्यान दिएर तपाईँको एउटा मेन पावरको रोजाइ र सँगसँगै तपाईँको वर्क पर्मिटदेखि लिएर ओरिजिनल छ, डुप्लिकेट छ, सिजनल छ, कस्तो छ होइन, यो सबै कुराहरू चेक गरेर होइन, कम्पनी कस्तो छ, काम कस्तो हो, यो सबै कुराहरू चाहिँ बुझेर तपाईँ आउनुभयो भने बेटर हुन्छ। र यदि तपाईँ अन्धाधुन्दामा केही नबुझी आउनुभयो भने चाहिँ एकदमै मुस्किल हुन्छ। एजेन्टले जतै पनि लगेर राखिदिन सक्छ, काम नदिनु सक्छ, काममा नलाइदिन सक्छ, पैसा मात्रै खाएर चाहिँ तपाईँको एजेन्ट भाग्न सक्छ। र त्यसै कारणले गर्दा यदि तपाईँहरूलाई मैले अन्तिममा आएर के सुझाव दिन चाहन्छु भने तपाईँ आउँदै हुनुहुन्छ भने एकदमै बुझेर, जानेर, एकदमै सोचेर, सोधेर, सल्लाह सुझाव लिएर अगाडि बढ्नु होला, आउनु होला। र तपाईँ क्रोएसियाबाट पनि विभिन्न देश जाने तर्फरमा हुनुहुन्छ भने यो कुराहरू सबै चाहिँ तपाईँले सोचेर बुझेर मात्रै आउन सक्नुहुन्छ। एकैचोटि हाम नफाल्नु होला, किनकि धेरैभन्दा धेरै चाहिँ अहिले एजेन्ट अर्थात् दलालको हातमा परेर चाहिँ हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूको चाहिँ तपाईँको भनौँ धेरैभन्दा धेरै चाहिँ भइरहेको छ। कामहरू नलाइदिने, सँगसँगै पैसाहरू खाएर भाग्ने, यस्ता धेरै घटनाहरू भइरहेछ। तपाईँहरू केयरफुल्ली भएर अगाडि बढ्न सक्नुहुन्छ भन्दै छुटौँ।